आज द डे अफ वुमेन जजेस हामीले यही सुदिन पारेर महिला न्यायाधीशहरूको सम्मेलनको आयोजना गर्न सफल भएका छौं र यो सम्मेलन आयोजना गर्नको लागि न्यायाधीश समाज नेपालका अध्यक्षज्यू लगायत सबै एक्जिक्युटिभ कमिटी मेम्बरहरू र यो कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु हुने हाम्रो विदेशी डेलिगेट्स, नर्वेजियन एम्बेसडर अनि UNDP का रेसिडेन्ट रिप्रेजेन्टेटिभ प्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। I would like to express my heartfelt gratitude and appreciate your presence and support to this program. Thank you so much. हामीले आजभन्दा करिब 10 वर्ष अगाडि इन्टरनेशनल वुमेन जजेस एसोसिएसनको सहकार्यमा एउटा कार्यक्रम गरेका थियौं। मलाई त्यो दिन सम्झना गर्न मन लागेको छ किनभने पूर्व प्रधान न्यायाधीशज्यू हाम्रो श्रद्धेय अग्रज सुशीला श्रीमानज्यूले अहिले भर्खरै एक्सप्रेस गर्नुभयो। हामीलाई इन्टरनेशनल फोरममा जाँदाखेरि चाहिँ कतिजना संख्यामा न्यायाधीशहरू छन्, महिला न्यायाधीशहरू छन् भन्दाखेरि हामी औँलामा गन्न सक्ने संख्यामा थियौं, 5-7 जना थियौं। अनि हामीले एउटा इन्हान्सिङ द एक्सेस टु जस्टिस भनेर एउटा कार्यक्रम गरेका थियौं। त्यतिखेर हामीले चाहिँ जुडिसियरी भित्र रहेर काम गर्नुभएका अफिसरहरूलाई समेत समावेश गरेर एउटा उत्प्रेरणा, एउटा सहभागिताको एउटा मेसेज दिने प्रयास गरेका थियौं। त्यसपछि हामी धेरै वर्षसम्म सुस्तायौं। त्यतिबेला त्यो कार्यक्रम गर्ने इनिसिएसन हाम्रो सुशीला श्रीमानले लिनु भएको थियो र हामीले सानै भए पनि एउटा पहल गर्न त्यतिबेला सफल भएका थियौं भने गत वर्ष चाहिँ हाम्रो वरिष्ठतम माननीय न्यायाधीश सपना श्रीमानज्यूको इनिसिएसनमा चाहिँ हामीले पहिलो महिला सम्मेलन गर्न सफल भएका थियौं, महिला न्यायाधीशहरूको सम्मेलन गर्न सफल भएका छौं। मलाई खुसी किन लागेको छ भने गत वर्ष हामी 43 जनाको सहभागितामा हामीले कार्यक्रम गरेका थियौं भने यस वर्ष हामीले 50 जना छौं भनेर भन्ने अवसर पाएको छौं भनेपछि हामीले सानै भए पनि हामीले जुडिसियरी भित्र हाम्रो सहभागिताको एउटा ग्रोथलाई चाहिँ देख्ने अवसर पाएका छौं। सबै परिवर्तन भन्ने कुरा एकै दिनमा सम्भव छैन। यसको लागि निरन्तर प्रयासहरू आवश्यक हुन्छन् र हामीले गर्ने निरन्तर प्रयासहरूबाट चाहिँ नि यो कुरा सम्भव हुन्छ। एउटा न्यायपूर्ण समाज सृजना गर्नको लागि न्याय प्रणालीमा पनि समावेशिताको आवश्यकता महसुस गरिएको छ। यो हामीले मात्रै महसुस गरेको होइन, सारा संसारले महसुस गरेको विषय हो। हाम्रो सन्दर्भमा अझै बढी सापेक्ष किन छ भने न्याय भन्ने कुरा चाहिँ नि सापेक्षतामा खोजिने विषय हो। मेचीदेखि महाकालीसम्म हामी एकदमै डाइभर्स छौं। हाम्रो विभिन्न जात, जाति, भाषा, धर्म, संस्कृतिहरूको एउटा पुञ्जको रूपमा हाम्रो मुलुक रहेको छ। हिमाल, पहाड, मधेस, भौगोलिक पनि विविधताहरू भएको देश हाम्रो हो। त्यसकारणले यो सबै विविधताहरूको बीचमा रहेर न्याय खोज्नुपर्ने अवस्था हुन्छ। त्यसको सापेक्षतामा न्यायलाई सम्बोधन गर्नुपर्ने अवस्थाहरू हुन्छन्। त्यसको लागि चाहिँ नि न्यायपालिकामा, न्याय प्रणालीमा पनि समावेशिताको अपेक्षा गरिन्छ। त्यसको के छ भन्दा न्यायिक एउटा संवेदनशीलता, एउटा न्यायलाई बुझ्न सक्ने क्षमता, त्यसको लागि पनि यो समावेशिताको अत्यन्त महत्त्व रहन्छ भन्ने कुरा दिलप्रसाद श्रीमानले पनि आफ्नो मन्तव्यमा व्यक्त गरिसक्नु भएको छ र हामी आज दिनभरिको कार्यक्रममा त्यसको महत्त्वका बारेमा पनि चर्चा निश्चित रूपमा गर्ने नै छौं। र यो सम्मेलन विशेष गरी रूपमा चाहिँ कस्तो भने हाम्रा मेचीदेखि महाकालीसम्मका विभिन्न अदालतहरूमा, विभिन्न तहमा, जिल्लामा, उच्चमा रहेर, सर्वोच्चमा रहेर हामीले काम गरिरहेका छौं भनेपछि हामीहरू एक ठाउँमा बसेर छलफल गर्दाखेरि हाम्रा अनुभवहरू हामीले शेयरिङ गर्ने अवसर पाउँछौं। यो अनुभवको शेयरिङ पनि के हुन्छ भन्दा एउटा लेसन लर्न गर्ने अपर्च्युनिटीको रूपमा रहेको हुन्छ। त्यसकारणले यसले हाम्रो न्याय सम्पादनमा चाहिँ महत्त्वपूर्ण योगदान पुर्याउँछ, मद्दत गर्छ भन्ने कुरा हामीले विश्वास लिएका छौं। अर्को कुरा चाहिँ हामीहरूको एउटा सोलिडारिटीको कुरा पनि हो, हैन?
हामी सबैजना एउटा फोरममा उपस्थित हुनु भनेको एउटा हाम्रो सोलिडारिटीको कुरा पनि हो, न्यायका प्रतिको हाम्रो प्रतिबद्धताको अभिव्यक्ति पनि हो, एउटा मेसेज सन्देश पनि हो समाजका लागि। त्यसकारणले यो सम्मेलनको अत्यन्त महत्त्व छ भन्ने कुरा म यहाँहरू समक्ष निवेदन गर्न चाहन्छु। अनि अर्को कुरा चाहिँ कस्तो हुँदो रहेछ भने हामीले महिला न्यायाधीशहरूको सम्मेलन गरिरहँदाखेरि हामीले चाहिँ फेमिनिस्ट मुभमेन्ट गरिरहेछौँ कि भन्ने जस्तो एउटा खालको नेगेटिभ विचारहरू पनि आउँछ। हामीले फेमिनिस्ट मुभमेन्ट गरेको होइन, हामीले जेन्डर जस्टिसको खोजी गरेको। जेन्डर जस्टिसमा महिलाको पनि न्याय हेरिन्छ, पुरुषको पनि न्याय हेरिन्छ, अन्य तेस्रो लिङ्गका फरक अवस्थाका मान्छेहरूको पनि न्यायलाई हेरिन्छ। त्यसकारणले जेन्डर जस्टिसको चाहिँ नि बृहत्तर विचार छ। त्यसकारणले यसलाई सम्बोधन गर्ने, हामीसँग मेल बायसनेस पनि हुनु हुँदैन, फिमेल बायसनेस पनि हुनु हुँदैन। के हुँदो रहेछ भने न्यायलाई हेर्ने पर्सपेक्टिभ हुँदो रहेछ कि जस्तो दृष्टिकोणबाट हामीले हेर्छौँ त्यस्तै किसिमले हामी निष्कर्षमा पुग्छौँ। त्यसकारणले न्यायको खोजी गर्ने बेलामा हाम्रो दृष्टिकोणहरू, हाम्रा भिजनहरू चाहिँ क्लियर हुन जरुरी छ। यसमा हाम्रो बायसनेस हुँदैन भन्ने अपेक्षा गरिन्छ, किनभने निष्पक्ष न्याय हुनको लागि त हामीसँग कुनै पनि खालको बायसनेस हुनु हुँदैन। तर के छ भने मेलहरू बसेर न्याय सम्पादन गरिरहँदा मेल पर्सपेक्टिभबाट धेरै किन हुर्काई बढाई अनुभवले उहाँहरूको गेन पेनको कुरा चाहिँ त्यो पर्सपेक्टिभबाट एनालाइसिस गर्नलाई उहाँहरू अभ्यस्त हुनुहुन्छ भने अब हामी फिमेल पर्सपेक्टिभबाट हेर्दाखेरि फरक दृष्टिकोण राखिन्छ होला। जब हामी उहाँहरूसँगै बसेर काम गर्छौँ त्यस पछाडि उहाँहरूले हाम्रो पर्सपेक्टिभलाई एक्नोलेज गर्नुहुन्छ, हामी उहाँहरूको पर्सपेक्टिभलाई एक्नोलेज गर्छौँ। त्यसो भइसकेपछि के हुन्छ त भन्दाखेरि उहाँहरूले हामीलाई बुझ्नुहुन्छ, हामीले उहाँहरूलाई बुझ्छौँ र हामी सँगै बसेर सहकार्य गऱ्यौँ भने वास्तविक अर्थमा न्यायलाई सम्बोधन गर्न हामी सक्षम हुन्छौँ। त्यसकारणले यो सम्मेलनले त्यस दिशातर्फ हाम्रा पहललाई चाहिँ नि कार्यरूप दिन मद्दत पुर्याउने भएको हुनाले यो अत्यन्त महत्त्वपूर्ण छ र यहाँहरूको सक्रिय सहभागिताको लागि म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र हामीले गत वर्ष हामीले जुन डिक्लेरेसनमा केही कुराहरू राखेका थियौँ, अब आज हामी आगामी सेसनमा त्यसका बारेमा चर्चा गर्नेछौँ। र अब आगामी दिनमा कस्तो भने हामीले सहभागिताको मात्रै कुरा गरेर हुँदो रहेछ, मिनिङफुल हाम्रो उपस्थितिको उपादेयतालाई पनि हामीले चाहिँ सार्थक बनाउनु पर्ने कुरो हुँदो रहेछ। त्यसकारणले हाम्रो उपस्थिति न्याय प्रणालीमा यो सार्थक कसरी बनाउन सकिन्छ, त्यसका लागि हाम्रो के भूमिका हुन सक्छ भन्ने भूमिकाको खोजी गर्नको लागि पनि यो सम्मेलनमा हामी सक्रिय रहनेछौँ। र आगामी दिनमा हामी न्याय प्रणालीलाई स्ट्रेन्थन गर्नको लागि, अझै चुस्त दुरुस्त बनाउनको लागि र न्यायपालिकाको योजनालाई चाहिँ नि कार्यरूप दिनको लागि चाहिँ नि हामीले आफ्नो ठाउँबाट महत्त्वपूर्ण योगदान दिन सक्षम हुनेछौँ भन्ने हामीले विश्वास लिएका छौँ। र यो कार्यक्रममा यहाँहरूको सक्रिय चाहिँ नि सहभागिताको लागि म यहाँहरूसँग हार्दिक अनुरोध गर्न चाहन्छौँ। र आज हामीले सानै रूपमा भए पनि एउटा सम्मान गर्न हामीले पूर्व प्रधान न्यायाधीशज्यूलाई बोलाएर हाम्रो अग्रजलाई एउटा सम्मान गर्ने एउटा संस्कार हैन चाहिँ हामीले प्रस्तुत मात्रै गर्यौं। हामीहरूको मनको भावनालाई उहाँलाई चाहिँ नि सम्मान गरेका छौं र हामीले जे सम्मान गर्ने भनेर उहाँलाई आमन्त्रण गर्दा उहाँले हामीप्रति सदा चाहिँ राखेर उपस्थित भइदिनु भयो, हामीलाई स्नेह प्रकट गरिदिनु भयो। यसका लागि र उहाँले चाहिँ नि न्यायपालिकामा रहँदा एउटा निर्भीकतापूर्वक न्याय सम्पादन गरेर एउटा आफ्नो छुट्टै स्वच्छ छवि प्रस्तुत गरेर जानुभएको छ। उहाँ हाम्रो लागि मार्गनिर्देशक पनि हुनुहुन्छ। उहाँलाई म आजको दिनमा उच्च सम्मान गर्दै यहाँको उपस्थितिको लागि पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र हाम्रो हामीलाई चाहिँ नि यो कार्यक्रम गर्नको लागि आवश्यक सहयोग सद्भाव सबै प्रकट गर्नुका साथै यो कार्यक्रममा उपस्थित भएर प्रमुख अतिथिको मन्तव्य दिएर हाम्रो हौसला बढाइदिनु भएकोमा सम्माननीय प्रधान न्यायाधीशज्यूप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मुख्य रजिस्ट्रारज्यूहरू सबैसँग म हार्दिक आभार व्यक्त गर्न चाहन्छु र उपस्थित सबैलाई हार्दिक धन्यवाद।